यही एरिया हो दर्शकबिन। बेलुका जब ढल्छ, बेलुका हुन्छ, यहाँ हजारौँको सङ्ख्यामा केटीहरू आवत जावत गर्न थालिन्छ, जाने हो जाने भनेर। यस्ता यहाँको प्रक्रिया रहेको रहेछ। यो चाहिँ गौशाला चौकदेखि अलि माथि एयरपोर्ट जाने एरियामा छ। एकदमै यहाँ केही व्यापार भनेको सबभन्दा हाई लेभलको यहाँको बिजनेस रहेको छ। अहिले म छु गौशालाको चौकदेखि अलि माथि। यहाँ तपाईँ हेर्न सक्नुहुन्छ पुरै एकदम बिजी रोड रहेको रहेछ। अनि यो तल चाहिँ पुरै होटलले भरेको छ। म तपाईँलाई अहिले प्रत्यक्षमा हेराउने छु यहाँ कस्तो कस्तो काम, के काम हुँदो रहेछ। मान्छेहरू राम्रो कामदेखि लिएर या देह व्यवसाय पनि गर्ने गरिन्छ भनेर म तपाईँहरूलाई प्रत्यक्ष यहाँ हेराउने छु। सो भिडियोलाई अन्तसम्म हेर्नुहोला। यहाँ तपाईँ हेर्न सक्नुहुन्छ यो चाहिँ बिजी रोड। अनि ठ्याक्कै यसको तल तपाईँको के अरे होटेल लजले भरेको रहेछ पुरै एकदम टनाटन। यस्तै हो यहाँको व्यथाहरू दर्शकबिन। अब बेलुका भएको भए म तपाईँहरूलाई हेराइदिन्थेँ यहाँ कस्तो के हुँदो रहेछ भनेर। अब यो भिडियो यहीँ समाप्त गरौँ। तर बेलुका हुँदैखेरि म तपाईँहरूलाई यहाँको रेड लाइट एरिया पुरै हेराइदिनेछु। हस्, धन्यवाद।